सांसद भनेर चाहिँ म सम्मान खोज्दिनँ। म पब्लिक एज अ पब्लिक तपाईँहरू रेस्पेक्ट गर्नुपर्छ। भन्न सक्दैन यति कुरा ख्याल गर्नुहोस् क्या। कोही न कोही जिम्मेवार मान्छेले बोल्दैछ भने सर्वसाधारणले त्यसो बोलाउनु सक्दैन। ख्याल गरिदिनुहोस् क्या। जिम्मेवार मान्छेले कसैले बोल्दैछ उहाँले किन यो कुरा हुन्छ म जस्तो सर्वसाधारण मान्छेले बोल्न सक्दैन। तपाईँहरूसँग तर तपाईँहरूले अघि नै मैले भने नि बोलीमा दिनु पर्यो क्या। राम्रोसँग सोध्नु पर्छ। यस्तो भाइ अलिक सिकाउनु पर्छ राम्रोसँग मान्छेहरू हुनु सुन्नु तपाईँहरूसँग म के भन्छु नि त्यो भाइले त बोलाउँदै त्यो भाइले कोही तपाईँ उता अफिसर तपाईँ तपाईँहरूसँग म सांसद भनेर चाहिँ म सम्मान खोज्दिनँ। म पब्लिक एज अ पब्लिक तपाईँहरू रेस्पेक्ट गर्नुपर्छ एज अ पब्लिकलाई है। त्यो मान्ने छैन म जान्दिनँ, तर कम्तीमा पब्लिकलाई तपाईँले इन्फर्मेसन दिने तपाईँको काम हो। राम्रोसँग रेस्पेक्ट तपाईँको काम हो। तपाईँ उनीहरू गलत ढङ्गले बोलाएँ मैले के भन्नु तपाईँले बोलाएँ भन्नु बोलाएँ सुन्नु न। त्यसरी सबैजनाले यता बोला मैले त यहाँ त्यो बिच बाटो उभिएर मैले सबैजना त्यसो नगर्नु। म सुन्नुहोस् न, म भित्र शीतलमा आनन्दले बसेको भए पो तपाईँले भन्न सक्दैन। म त यहाँ बिचमा तातो घाममा उभिएर सबैलाई भनिराखेको छु नि त। राम्रोसँग सोधिरहेको छु। यो अर्को ट्राफिक साथी घिजाउने टाइपले बोल्छ भने त्यो म यहाँ मान्छे एक पिरियडले बसेको हुन्छ। शीतलमा बसेर छुइनँ।